मन्दिर घुम्न आएको थियो गाइस हामी फर्किँदैछु है त्यही मन्दिर हो र बाटो चाहिँ योभन्दा माथि चाहिँ राम्रो छैन रहेछ भर्खरै बनिरहेको रहेछ है त्यो माथि चाहिँ कहाँ जाने बाटो हो थाहा छैन ल फर्काउने थोरै माथि जानु हजुर हाम्रो के पनि देखिरहेको किन हो है हामीलाई माथि चढ्दैछु है गाइस तपाईँहरू पनि पहाड चढ्नु मन छ भने आउनुहोस् है यो पनि एउटा एक हिसाबले पहाड नै हो है यहाँ चाहिँ छोरी म घुम्न आइरहेको छु छोरी अनिसा राणा मगर @अनिसा राणा मगर एन्ड @सुमन राणा मगर घुम्न आएको छु यहाँ माथि कस्तो छ थाहा छैन यता त राम्रो रहेछ नि ल धेरै माथि नजाने ल ओ त्यता आउँदा चाहिँ आफ्नै घरतिर आएको हो कि जस्तो फिल भइरहेको छ है गाइस किनभने जहिले पनि भिडमा बसिरहेको हुन्छ नि त होइन यतामा पुरै तमेलाहरू रहेछ ए चिन्ता नगर्नु न हिलोको त किन हो जाऊँ न हजुर किन हो जाऊँ न नडराइकन किन डराउने हो र आज पशुपति जाने आज त नजाउँ होला पशुपति अनि पशुपति जानलाई त पैसा चाहिन्छ भेटी चढाउनुलाई अनि पसँग पैसा पनि छैन भेटी चढाउनुलाई कति रुपियाँ छ हो 30 रुपियाँ अनि 30 रुपियाँले कहाँ पुग्छ त भेटी चढाउन यहाँ त धेरै दिनुपर्छ काठमाडौँको मन्दिर त धनी मन्दिर हो काठमाडौँको मन्दिर धनी छ त्यही भएर काठमाडौँको मन्दिरलाई त थोरै पैसा दिनु हुँदैन त धेरै पैसा पो दिनुपर्छ त यो मन्दिरलाई यो मन्दिर त हुँदैछ नि त अनि त्यही भएर पुरै बनिसकेको छैन अनि त्यही भएर म भित्र नपसिकन आएको के भाइ घुमाउने ठाउँ छैन भनेको अनि यस्तो दामी ठाउँ रहेछ ल ओहो ल गाइस यो त एकदमै दामी भ्यू रहेछ है भ्यू भिर भनेको होइन भ्यू यो चाहिँ स्कुल हो के हो ओ वाउ साह्रै दामी छ त ठाउँ त आफ्नै घरतिर आएको जस्तो लागिरहेको छ यस्तो हुँदा चाहिँ माटोको घर यता बन्दैछ ए म त यता माटोको घर देख्नै पाउँदैन होला भनेको त यो चाहिँ कहाँ जाने बाटो हो माथि नजाने माथि झन् कस्तो दामी ठाउँ छ दाम भयो भने नजाने अनि किन हो ओहो त्यहाँ माथि त दामी छ त मैले दामी छ जाम भनेको नानीले नजाम कि नजाम भन्छ गाइस त्यही भएर म फर्केको तर मेरो एकदमै चित्त दुखिरहेछ कस्तो दामी ठाउँ रहेछ यता माथि त झन् होइन तर अनि यस्तो राम्रो फुल भएको ठाउँमा मैले ल्याउँछ अनि अझै मलाई नै नराम्रो भनेर गाली गर्छ यो आशाले आन्टी यो माथि कहाँ पुगिन्छ बतासे डाँडा राम्रो छ ठाउँ आन्टी हजुर आन्टी
यहाँबाट उता पुगिन्छ आन्टी सीता पहिला ए यहाँबाट यसरी घुमेर जानलाई कति टाइम लाग्छ आन्टी सीता पहिला पुग्नु 10 मिनटमा पुग्छ आन्टी ए लु जाम ल न ओके जाम भाइ जाम घुम्नलाई दामी बाटो छ छैन हो जङ्गल घरै घर छ अरे ल आएको बेलामा ल चिन्ता नगर्नु न अनि बाटो त यस्तो रहेछ जाँदैन के हो अनि यता बाइक जान्छ है ल दरसम्म है ओके अलिअलि उभिने रहेछ नि अनि ल ठ्याक्कै अहिले चाहिँ घरकै बाटो जस्तो याद आयो है मलाई त ओ सेम घरकै बाटो के यस्तै हुन्छ घरको बाटो है मलाई त लागिरहेको थियो यस्तो बाटो त छैन होला जस्तो लागिरहेको थियो तर रहेछ हो त्यही त यो अफरोड गाइड है डेन्जर छ त बाटो त ओ माई गड यार अब मैले के गर्नु आज डट बाइक घरमै छोडेर आयो बनाउन दिइरहेको छ नत्र क्रस टायर लिएर आएको भयो यसोमा त गुडाउनु हुन्थ्यो अब यो बाइकमा चाहिँ फेरि अलिकति डराउनु पनि पर्छ क्या होइन यो भनेको यस्तो धेरै पहाडको बाटोमा हिँडाउने बाइक होइन यो भनेको सिटी बाइक भनौँ न 150 त हो होइन ल बाटो जाने डेन्जर रहेछ नि ओ माई गड उकालो हेर्नु न उकालो ओहो डेन्जर उकालो छ त यहाँ लु है ओ माई गड अनि यस्तो ठाउँ रहेछ यहाँ लु है ओ सेम लु यो त उकालै रहेछ हौ छाडे उकालो अब मेरै खतरा बाइक भएको भएर चढेको अलिक कन्डिसनमा भएको भएर जसरी चढ्दैन ओहो फेरि अझै यस्तो बाटोमा आउनु भने अझै मैले त्यो मेरो डट बाइक चाहिँ छोडिरहेको भन्दा पनि बनाउनु दिएको हो होइन अब 2-3 दिन लाग्छ भन्दा त अझै यस्तो अफरोडमा होइन कति डट बाइकमा चढ्नु कति मैले यसोमा नि चढौँ न गाइस यस्तो एरिया सेम है गाइस लास्ट दामी रहेछ बाटो त ए खतरा हो नि यार है हेर्नु त ओ भ्यू त दामी देखिरहेको छ यता चाहिँ तर भर्खर सिक्ने भाइहरूको लागि चाहिँ यस्तो बाटो एकदमै राम्रो हो यस्तै बाटोबाट सिकिन्छ ल हाइवे पिचबाट आयो अब बतासे डाँडा भनेको चाहिँ कता हो मलाई पनि थाहा छैन कि लु हजुर अब राइड हो कि लेफ हो आइडोन्ट नो अलिकता यहाँबाट थोरै माथि जाऊँ अनि के हुन्छ यसले यस्तो दामी आउँछ त अनि ओ माई गड हजुर ल यहाँबाट तल बतासे डाँडा भनेर चाहिँ किन बतासे डाँडा भनेको गाई थाहा छ बतास भनेको के हो थाहा छ होला
होइन सबैजनाले नेपाली बुझ्छ होला नि अब नेपाली भएर नेपाली बुझेन भने त कामै लागेन नि होइन हजुर ए अनि यो ठाउँ बतासे डाँडै हो क्या यस्तो दामी छ दामी फुल हेर्नु न वा अनि कस्तो दामी रहेछ त हेर्नुहोस् त यो कता जाने हो वा है गाइस एकदमै दामी ठाउँ रहेछ नि यहाँ आइपुग्यो यो माथि जानलाई चाहिँ बाटो त बन्द छ बाटो बन्द छ Desperation song, reaching through the night. Where did we go wrong? Searching for the light in the shadows, echoes call. In the secrets as they fall, in the secrets as they fall. Only whispers in the wind, only whispers in the wind. छ है गाइस Like the past. Silenced words I choke. In the shadows echoes call. In the secrets as they fall. In the secrets as they fall. Only whispers in the wind. Only whispers in the wind. Will I ever breathe again? Will I ever breathe again? The good old days, you're not by my side, I'm sure you're fine. The night seems endless, yeah, missing you drives me wild. I need you, me. Our story fades. I eat sunshine, but I still hold on. Wait for the next dawn. To the place we once belonged. Will you be there to me? Hi, mom. Yearning. Good old days. ल है गाइस यस्तो दामी फुलमा है आएको छु कि यस्तो दामी फुल यो चाहिँ नर्सरी है गाइस यस्तो दामी सजेर छ ल हामी यो ठाउँमा घुम्न आएको कुन ठाउँ बतासे डाँडा है बतासे डाँडा दामी भ्यू छ होइन तर यहाँ चाहिँ अझ मर्निङ टाइममा आयो भने चाहिँ पक्का हुन्छ कि Place we once belonged.
चिसो हावा चलेको होइन Yeah, would you know? टाढो छ Missing Cat, you please, you drives can me. come है I need you near. Our story यस्तो दामी ठाउँ छ कि fades. I hear sunshine. यो ठाउँको नाम चाहिँ बतासे But डाँडा I रे still hold on. है I ट्याक्कै touch you. तपाईँ सीता पाइलाबाट कहाँ हुँदै आउनु पऱ्यो भन्दा कहाँ हुँदै आउनु पऱ्यो म आफै कन्फ्युज भएको छु ए सिङ्गल ट्री भएर आउँदा पनि त्यहाँबाट आउँदा पनि छिटै आइपुगिन्छ Sini no. Nobody's got to know. Come with me Single and tree run happy, away. guys. Pack up your bags 'cause we're going now. Driving all night till the edge of town. Just you What do you and I, think? no one Okay. else